आज मिति 2082 साल वैशाखको 31 गतेको गोरखापत्रको बुधबारको पत्रिका अनुसार वर्ल्ड ब्याङ्कले पब्लिस गर्ने वर्ल्ड इकोनोमिक आउटलुक 2025 अनुसार चाहिँ भारतको अर्थतन्त्र आकारको आधारमा अथवा साइजको आधारमा, त्यो भनेको जस्तो नेपालको अर्थतन्त्रको साइज चाहिँ अब यो आर्थिक वर्षमा चाहिँ 6000 अर्बभन्दा माथि उक्लिने भन्ने जुन प्रारम्भिक प्रक्षेपण छ, त्यस्तो चाहिँ तपाईको अर्थतन्त्रको साइजको आधारमा चाहिँ चौथो नम्बरमा उक्लिएको छ। जापानलाई पछ्याउँदै तपाईको चौथो नम्बरमा उक्लिएको छ। वर्ल्ड इकोनोमिक आउटलुकको डेटा अनुसार चाहिँ भारतको जीडीपी सन् 2025 अप्रिल महिनामा बढेर 4.187 ट्रिलियन डलर पुगेको छ अरे के। अब भारतभन्दा अगाडि चाहिँ अमेरिकाको जीडीपी 30.507 ट्रिलियन डलर एकदमै बढी, त्यसपछि चीन 19.231 ट्रिलियन डलर, त्यसपछि जर्मनी 4.744 ट्रिलियन डलर भएको छ, त्यसपछि चाहिँ भारत 4.187 र जापान 4.186 ट्रिलियन डलर। यस्तो चाहिँ तपाईको वर्ल्डका टप 5 छ। अनि यही प्रतिवेदन अनुसार अबको आगामी आर्थिक 3 वर्षमा चाहिँ तपाईको भारत चाहिँ अब जर्मनीलाई पनि पछ्याउँदै चाहिँ तेस्रो स्थानमा उक्लिने चाहिँ आकलन गरेको छ है। हाउ ऱ्यापिड इकोनोमिक ग्रोथ भनेर यसलाई भन्न सक्छौँ हामी।